आइसिसी मेन्स टी20 वर्ल्ड कप 2024 को 2 फाइनलिस्ट टिम इन्डिया र साउथ अफ्रिकाको सुपर 8को पहिलो खेल भोलि बेलुकी 7:15 मा सुरु हुँदैछ, जुन खेल भारतको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ, जहाँ इन्डियाले साउथ अफ्रिकाको सामना गर्दैछ। इन्डिया ग्रुप एबाट शीर्ष स्थानमा रहेर सुपर 8मा क्वालिफाई भएको टिम हो भने साउथ अफ्रिका पनि ग्रुप डीबाट शीर्ष स्थानमा रहेर सुपर 8को लागि क्वालिफाई भएको टिम हो। इन्डियाले आफ्नो अन्तिम खेलमा नेदरल्यान्डलाई 17 रनले पराजित गरेको थियो भने साउथ अफ्रिकाले पनि युएईलाई 6 विकेटले पराजित गर्दै सुपर 8मा प्रवेश गरेको हो। भोलिको खेलमा इन्डियाका लागि की प्लेयर टु वाचको रूपमा कप्तान सूर्यकुमार यादव, ईशान्त किसान, त्यस्तै गरी शिवम दुबे, हार्दिक पाण्ड्या, जसप्रीत बुमराह र वरुण चक्रवर्ती हुन सक्छन् भने साउथ अफ्रिकाको लागि की प्लेयरको रूपमा क्याप्टेन इडेन मार्क्रम, डेभिड मिलर, क्विन्टन डिकक, त्यस्तै गरी रेन रिकल्टन, ट्रिस्टन स्टप र केशव महाराज की प्लेयर टु वाच हुन सक्छन्।